स्वागत छ दर्शकबिन्द कार्यक्रममा। म अशोक थापा। दर्शकबिन्द, हामीले विगत केही समयदेखि संयुक्त राज्य अरब इमिरेट्सबाट कार्यक्रम तयार पारिरहेका छौँ र यस ठाउँबाट हामीले विभिन्न क्षेत्र र विभिन्न समाजमा लागिराख्नुभएका नेपालीहरूसँगको कुराकानीको क्रमलाई यहाँहरूसँग चाहिँ हामीले जोडिरहेका छौँ। आज पनि हामीले एकजना फरक व्यक्तित्वका साथमा यहाँ समक्ष उपस्थित भएका छौँ। उहाँ नेपाली कला र संस्कृतिमा योगदान दिने व्यक्तित्व हुनुहुन्छ र उहाँले यस युएईमा बसेर पनि नेपाली संस्कृति र कलालाई धेरै नै संरक्षण गर्ने प्रयास गर्नुभएको छ र लागि परिरहनु भएको छ। उहाँ हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष मोहरा शर्मा मोहनज्यू। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार। न्युज 24 हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूमा म मोहरा शर्मा। कुराकानीक्रम कसरी जोड्न चाहन्छु भने, जस्तो अहिलेको अवस्थामा संयुक्त राज्य अरब इमिरेट्समा रहेका जो कलाकारहरू, जो गीतकारहरू, त्यसै गरी जो सङ्गीतिक क्षेत्रमा लाग्नुभएका गायकहरू हुनुहुन्छ, उहाँहरूको अहिलेको स्थिति के छ युएईमा? युएईमा अब धेरै कलाकारहरू एकदमै राम्रो कला भएर पनि अब आर्थिक समस्याले गर्दा जति परदेशमा आउनुभएको छ, उहाँहरू यहाँ आएर पनि त्यो आफ्नो जुन कला छ त्यसलाई प्रस्तुत गरिरहनु भएको छ। पछिल्लो समयमा यहाँ विभिन्न स्टेज कार्यक्रमहरू गर्छौँ हामीले नेपालबाट कलाकारहरू लिएर, होइन, त्यसमा चाहिँ हामी यहाँको कलाकारहरूलाई पनि त्यही स्थान दिइरहेका छौँ। होइन, कला अब साहित्य लेख्ने मान्छेहरूले जसरी नेपालमा आफ्नो एउटा बेस बनाउनु भएको थियो, त्यो बेसमा रहेर उहाँहरूले आफ्नो साहित्यलाई अगाडि बढाइरहनु भएको छ। आफू अब जस्तो गीत लेख्ने जति एउटा गीतकारहरू हुनुहुन्छ, उहाँहरूले आफ्नै क्षेत्रबाट जो राम्रो माहौल छ युएईमा अहिले। यसको संरक्षण र प्रवर्धनमा जुन यहाँको जुन संस्था भएको छ, यसको कस्तो खालको योगदान गरेको छ? हामीले विशेष गरेर कला, साहित्य र संस्कृतिलाई संरक्षण गर्ने हाम्रो संस्थाको मूल उद्देश्य हो र हामीले त्यही अनुसार कला, साहित्य, संस्कृतिलाई संरक्षण गर्दै प्रवासमा जति पनि कला साहित्य भएका कलाकारहरू हुनुहुन्छ, उहाँहरूलाई एकीकृत गर्दै हामीले अगाडि बढाइरहेका छौँ। लगभग कतिको हाराहारीमा हुनुहुन्छ यहाँ संयुक्त राज्य अरब इमिरेट्समा कलाकारहरू अनुमानित? तपाईँको अनुमानमा अनुमानित अब कलाकारहरू धेरै हुनुहुन्छ सर, होइन, कलाकारहरू आफ्नो नेपालमा एउटा राम्रो बेस बनाएर आउनुभएकादेखि लिएर, होइन, कति यहाँ आएर पनि आफ्नो बेस बनाउनुभएका अहिले लगभग हामीसँग हाम्रो संस्थामा आबद्ध, होइन, हाम्रो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको पनि विभिन्न प्रान्तहरूमा जस्तो अबुधाबी क्षेत्रीय समिति, होइन, अनि अलाइन क्षेत्रीय समिति, दुबई क्षेत्रीय समिति, रसल खिमा क्षेत्रीय समिति र अनि फुजेरा क्षेत्रीय समिति, हाम्रा यति समितिहरू छन्। यी समितिहरूभित्र अहिले लगभग 100को हाराहारीमा कलाकारहरू हाम्रो संस्थामा आबद्ध हुनुहुन्छ। यहाँ आफै पनि साहित्यमा अलिकति रुचि राख्ने व्यक्तित्व हुनुहुन्छ र यहाँका गीत सङ्गीतहरू पनि बजारमा भनौँ, यहाँले लेखेका गीतहरू पनि बजारमा आइरहेका छन्। कहिलेदेखि यहाँको रुचि रह्यो र यो रुचिलाई यहाँले कसरी अगाडि बढाउनु भयो? अलिकति हाम्रो दर्शकवृन्दलाई जानकारी गराइदिनुहोस्। म साहित्य क्षेत्रमा मेरो सुरुमा बेस मैले चाहिँ साहित्य गजलबाट बनाएको हो। होइन, मैले सानैदेखि 8-9 क्लास पढ्दादेखि नै मैले गजलहरू लेख्थेँ। होइन, अनि पछाडि चाहिँ म सदरमुकामतिर आएँ अनि मैले 2062 सालमा आफ्नो एउटा पुस्तक पनि प्रकाशन गरेँ, सम्हालिएका मनहरू गजल सङ्ग्रह। होइन, अनि त्यस पछाडि अब फेरि अब गजलबाट म खड्को मारेर गजल विधालाई पनि लेख्छु। होइन, फेरि त्यस पछाडि म चाहिँ गीत सङ्गीत रचनातिर लागेँ। होइन, अनि त्यस पछाडि मेरो अहिले आधा दर्जनभन्दा बढी गीतहरू बजारमा छन्। होइन, केही गीतहरूलाई धेरै श्रोताहरूले एकदमै माया पनि गर्नुभएको छ। होइन, जस्तो फर्के रुँदै रुँदै, अनि धरती एउटै माटो फरक हो, अनि एउटा दसैँ गीत छ। होइन, त्यो दसैँ तिहार आउँदा भन्ने, होइन, याम थापाले आवाज दिनुभएको छ मेरा सम्पूर्ण गीतहरूमा। विष्णु माझी, टिका पुन लगायतका कलाकारहरू हुन्छ। रुचिको कुरा गर्दाखेरि यहाँको विशेष गरी गजलमा यहाँको बढी? हजुर, मेरो सुरुवाती दिनमा गजलमा थियो। होइन, अनि म पछाडि फेरि गीत सङ्गीतमा लागेँ
अनि मैले फेरि अहिले लेखनलाई पनि अगाडि बढाइरहेको छु होइन। मैले गीत सङ्गीत लेखन साहित्य र सङ्गीतका सम्पूर्ण विधाहरूलाई होइन, कला साहित्य र सङ्गीतका सम्पूर्ण विधाहरूलाई एउटा समान रूपमा लैजाने प्रयास गरिरहेको छु। भनेपछि यहाँ एज अ काम गर्नको लागि युएमा पनि आउनुभयो, काम पनि गरिराख्नु भएको छ, त्यसै गरी एउटा संरक्षण दिने काम पनि गरिराख्नु भएको छ कलाकारहरूका लागि संस्थाको तर्फबाट। त्यसै गरी यहाँ आफै पनि भनौँ न गीतहरू लेख्ने, त्यसै गरी लेखहरू लेख्ने गर्नुहुन्छ। समयको म्यानेज चाहिँ कसरी गर्नुहुन्छ? समयलाई कसरी यहाँले कसरी सबै सेक्टरलाई समय दिनुहुन्छ? समयको म्यानेज त अब एकदमै गाह्रो हो। सबैभन्दा ठुलो कुरा एउटा रुचि हो मान्छेको होइन। तपाईँलाई कुनै पनि यस्तो गर्छु भन्ने एउटा भित्रैदेखि आत्मादेखि आउँछ भने समय अटोमेटिक मिल्छ होइन। त्यो समयको पाबन्दी आफै मिलाउन सकिन्छ र समयले त्यो साथ पनि दिँदो रहेछ होइन। हामी अब एकदमै आफ्नो जागिरको व्यस्तता होइन र अनि हाम्रो चाहिँ तीव्र इच्छा शक्तिले गर्दा त्यो कुराहरू सबै म्यानेज भइरहेको छ। जब मैले यहाँलाई भेट्दाखेरि मलाई के लाग्यो भने यहाँ आफ्नो ड्युटीमा पनि राखेको हुनुहुन्थ्यो, त्यसै गरी भनौँ न सामाजिक काममा पनि उत्तिकै व्यस्त हुनुहुन्थ्यो। म आफै यस्तो छक्क पर्थ्यो कि टाइम कसरी म्यानेज गर्नुहुन्छ भनेर मलाई लाग्थ्यो कि। तर सबै कुरालाई समेट्नको लागि के को आवश्यकता बढी हुनुपर्छ जस्तो लाग्छ। जबकि हाम्रो दर्शकवृन्दहरूले पनि यो कार्यक्रम हेर्दाखेरि यहाँको जुन यो कुराहरू आयो भने पक्कै पनि उहाँहरूका लागि अलिकति केही प्लस पोइन्ट हुन्छ कि? सबैभन्दा ठुलो कुरा मैले अहिलेसम्म अनुभव गरेको मेरो व्यस्त जिन्दगी होइन, मेरो त्यो जागिर, त्यस पछाडि अरू सामाजिक क्षेत्रमा मेरो एउटा भूमिका होइन, अनि यो कला साहित्य क्षेत्रमा सबैभन्दा ठुलो कुरा भनेको इच्छा शक्ति नै। भित्र आत्मादेखि आउने जुन इच्छा शक्ति हुन्छ र एउटा दृढ सङ्कल्प हुन्छ नि, त्यो भयो भने मान्छेलाई जस्तोसुकै चुनौतीहरू पनि सामना गर्न सक्छ जस्तो मलाई लाग्छ। यहाँकै यहाँले नै रचना गर्नुभएको एउटा गजल हाम्रा दर्शकवृन्दहरूलाई अलिकति भनिदिनुहोस्। मैले अब धेरै गजलहरू लेखेको छु होइन। आफ्नो एउटा पुस्तक पनि प्रकाशन भएको छ र त्यो सँगसँगै अब एउटा चाहिँ मैले कस्तो भने परदेशीको पीडाहरूमा मैले धेरै गजलहरू लेख्ने प्रयास गरेको छु है। अनि त्यस पछाडि एउटा गजल छ मेरो होइन, त्यो भन्न चाहन्छु। पीडाको खाद बोकेर परदेश लाग्नेहरूलाई सलाम। पीडाको खाद बोकेर परदेश लाग्नेहरूलाई सलाम। साहु महाजनले टोकेर परदेश लाग्नेहरूलाई सलाम। साहु महाजनले टोकेर परदेश लाग्नेहरूलाई सलाम। रक्त पिपासुहरूको अन्याय अत्याचार सहन नसकेर भुसिया कुकुरहरूलाई ठोकेर परदेश लाग्नेहरूलाई सलाम। साहु महाजनले टोकेर परदेश लाग्नेहरूलाई सलाम। यस्तो भएन उस्तो भएन उफ जिन्दगी बाँच्न कति गाह्रो। यस्तो भएन उस्तो भएन उफ जिन्दगी बाँच्न कति गाह्रो। श्रीमतीका नाना भाँति खोकेर परदेश लाग्नेहरूलाई सलाम। श्रीमतीले नाना भाँति खोकेर परदेश लाग्नेहरूलाई सलाम। साहु महाजनले टोकेर परदेश लाग्नेहरूलाई सलाम। क्षमता भएर नि निरीह हुनुपर्ने धनले साथ नदिएपछि। क्षमता भएर नि निरीह हुनुपर्ने धनले साथ नदिएपछि। दोबाटोमा पढाइ रोकेर परदेश लाग्नेहरूलाई सलाम। दोबाटोमा पढाइ रोकेर परदेश लाग्नेहरूलाई सलाम। साहु महाजनले टोकेर परदेश लाग्नेहरूलाई सलाम। यहाँको जुन यो गजल छ यसमा साँच्चीकै एउटा जुन नेपाली जो नेपालमा केही गर्न चाहन्छ तर त्यहाँबाट पीडित भएर जब विदेशमा आउँछ, यहाँ केही होला भनेर यहाँ पनि के हुन्छ, पीडित हुन्छ। यो कुरा चाहिँ समेटिने प्रयास गरिएको छ। यो अलिकति खुलाइदिनुहोस्। यो गजल चाहिँ कस्तो भने एउटा नेपाली हुन्छ होइन, हामी चाहिँ एउटा रोजगारीको लागि रोजगारी नभएको देश भनौँ होइन सबैलाई। अब मान्छे क्षमता छ एकदमै उसँग होइन, क्षमता छ, अब बिचमा भिसा लाग्छ होइन, अब उसँग पढाइ पढ्दैछ भिसा लाग्छ होइन, अनि त्यस पछाडि उसँग पीडाका खातहरू छन्, एउटा साहुको ऋण छ होइन। ती सबै कुराहरूलाई समेटेर एउटा मान्छे, सामान्य नेपाली मान्छे र सामान्य एउटा नेपाली युवा परदेश किन लाग्छ त? ती सम्पूर्ण बाध्यताहरू होइन, कस्तो अवस्थामा ऊ परदेश लाग्छ। अब कोही पढाइ गर्दै गरेको अवस्थामा भिसा लाग्दिन्छ होइन, ऊ मायालुसँग मायाको एउटा बन्धनमा हुँदाहुँदै भिसा लाग्छ। ती सम्पूर्णलाई समेटेर एउटा चाहिँ परदेश किन लाग्छ त नेपाली, त्यो कुराहरूलाई मैले समेटेर लेख्ने प्रयास गरेको थिएँ। फेरि यो कला साहित्यतिर हामी लागौँ। कला साहित्यको कुरा गर्दाखेरि जस्तो नेपालमा रहेका यस कला साहित्यसँग सम्बन्धित रहेका सङ्घ संस्थाहरूसँग
यहाँहरूको कोअर्डिनेसन चाहिँ कस्तो रहन्छ? हामी नेपालमा रहेका र हाम्रो अब एउटा अन्तर्राष्ट्रिय स्तरको संस्था हो होइन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज विश्वका लगभग 61वटा राष्ट्रमा हाम्रो शाखा छ होइन, र हाम्रो नेपालमा पनि अहिले भर्खरै शाखा भइसकेको छ। हामी चाहिँ कला साहित्यलाई अगाडि बढाइरहेको संस्था हुनाले हामी त्यो क्षेत्रमा चाहिँ काम गरिरहेका, सामाजिक क्षेत्रमा काम गरिरहेका हरेक संस्थाहरूसँग हामी एकदमै नजिक रहेर काम गरिरहेका छौँ। जस्तो नेपालमा कलाकारहरूसँग म एकदमै नजिक छु होइन, धेरै कलाकारहरूसँग हामी यहाँ लिएर चाहिँ कार्यक्रम पनि गर्ने गर्छौँ। उहाँहरूसँग हाम्रो सबैसँग राम्रो रिलेसन छ। उहाँहरू के भन्नुहुन्छ, जस्तो विदेशमा रहेका जो साहित्यप्रति रुचि राख्ने, त्यसै गरी गायन क्षेत्रप्रति रुचि राख्ने, त्यसै गरी सङ्गीतमा रुचि राख्ने जो त्यस्ता कलाकारहरू, त्यस्ता साहित्यकारहरू जब तपाईँहरूको कुराकानी हुन्छ, उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो रहन्छ? एउटा मैले अब धेरै अनुभव गरेको होइन, एउटा कलाकार भनेको आफ्नो एउटा बेसमा इमेज बनाइसक्छ जुन होइन, त्यो बेस बनाएपछि उसलाई के हुन्छ भने एकचोटि चाहिँ विदेश चाहिँ जानु, जस्तो नयाँ कलाकारहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एकचोटि विदेश गएर आयो भने त्यो कलाकार राम्रो हो र त्यो कलाकारलाई चाहिँ राम्रो क्याटेगोरीमा राखिन्छ होइन, दर्शक श्रोताहरूले त्यसरी बुझ्नुहुन्छ भन्ने एउटा नयाँ कलाकारहरूलाई त्यो हुन्छ होइन। पुरानो कलाकारलाई पनि अब विदेशका स्टेजहरू भनेको उहाँहरूको एकदमै भन्नाले त्यो आधार होइन, राम्रो आधार हो एउटा चाहिँ कला साहित्यको भन्ने उहाँहरूले पनि बुझ्नुहुन्छ होइन। अब धेरै कलाकारहरूलाई चाहिँ विदेश गयो भने होइन, अथवा आफ्नो जीवनलाई सहज बनाउन र आफ्नो इमेज बनाउन पनि राम्रो टेवा पुग्छ भन्ने चाहिँ धेरै कलाकारहरूले त्यो हिसाबमा चाहिँ व्यक्तिगत रूपमा सोचेको मैले पाएको छु। विशेष गरी यहाँहरूको जुन कार्यक्रमहरू रहन्छ यहाँ युएभित्र यो कला साहित्यसँग सम्बन्धित रहेर कस्ता खालका कार्यक्रमहरू यहाँहरूले वर्ष दिनमा कतिवटा कस्ता खालका कार्यक्रमहरू गर्ने गर्नुहुन्छ? हामीले यो वर्ष लगभग 3टा कार्यक्रम गऱ्यौँ होइन। हामीले केही समय पहिला प्रवासका अक्षरहरू 151 जना गजलकारहरूले लेखेको, हामीले विश्वभरिका 151 गजलकारहरूलाई समेटेर एउटा पुस्तक प्रकाशन गरेका थियौँ होइन। त्यसको संयोजन हाम्रो जे सागर सर होइन, अनि हाम्रो विवश केवाली र हाम्रो थकित यात्री सुरेशले गर्नुभएको थियो होइन। त्यो हाम्रो संस्थाले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रकाशन गरेको थियो होइन त्यसलाई। अनि त्यस पछाडि हामीले लगत्तै फेरि अर्को एउटा कार्यक्रम गऱ्यौँ होइन, जस्तो युएमा रहेका गजलकारहरूलाई समेटेर एउटा चाहिँ गजल प्रतियोगिता जस्तो होइन, त्यसरी गयौँ। त्यो गजल विद्यालय भयो। अनि सङ्गीत क्षेत्रलाई समेट्न हामीले विगत त्यही पुस्तक प्रकाशनको क्रममा होइन हामीले विभिन्न देशका कलाकारहरूलाई ल्याएर एउटा कार्यक्रम गऱ्यौँ होइन। त्यसलाई विमोचनको रूपमा पनि लग्यौँ र त्यसलाई एउटा साङ्गीतिक कार्यक्रमको रूपमा पनि लग्यौँ होइन। अनि त्यस पछाडि फेरि हामीले यो भूकम्प गए पछाडि चाहिँ एउटा अब देशको लागि पनि केही गरौँ न त भन्ने भयो होइन। देशको लागि के गरौँ त अब होइन। अब हामी त कलाकारितालाई बढाउने मान्छे, साहित्य सङ्गीतलाई बढाउने मान्छे, र त्यो हिसाबमा हामीले चाहिँ कसरी जाँदा ठिक हुन्छ भन्ने भयो। अनि हामीले चाहिँ एउटा बनायौँ होइन, हाम्रो माइन्डमा एउटा ल अब चाहिँ हामी यसरी एउटा बृहत साङ्गीतिक कार्यक्रम गरौँ, त्यसको चाहिँ पुरै कस्तो भने पुरैलाई निःशुल्कको अवधारणा ल्याएर होइन गरौँ भन्ने भयो। अनि त्यो गर्ने क्रममा चाहिँ हामीले जुन 12मा एउटा व्यापक ठुलो चाहिँ कार्यक्रमको आयोजना गऱ्यौँ होइन। त्यसमा हामीले एनआरएन लगायत विभिन्न यहाँ युएमा जति सामाजिक संस्थाहरू थिए सबैलाई समेटेर, जस्तो हामीले त्यो एउटा खाका बनाएर पछाडि सबैलाई समेटेर त्यसलाई चाहिँ ल यसरी सम्पूर्ण नेपालीको कार्यक्रम हो भन्ने बनायौँ होइन। अनि त्यसमा चाहिँ चर्चित कलाकारहरू राजेश हमालदेखि लिएर होइन अस्ट्रेलियादेखि पर्जिता गेलालसम्मका कलाकारहरूलाई युएको स्टेजमा ल्याएर एउटा साङ्गीतिक कार्यक्रम गऱ्यौँ। त्यो कार्यक्रमबाट हामीले देशको लागि पनि केही गऱ्यौँ होइन। 43 लाख रुपियाँ उठाएर हामीले देशमा प्रधानमन्त्री राहत कोषमा पठायौँ होइन। त्यसमा युएमा रहेको नेपाली दूतावासले हामीलाई धेरै सहयोग गरेको। हामी यसरी अब युएमा रहेका कला साहित्यहरूलाई संरक्षण समर्थन गर्दै यहाँका कलाकारहरूलाई पनि स्थान दिँदै हामी अगाडि बढिरहेको। प्रदेशमा बसेर यस्ता सामाजिक कामहरू गर्दाखेरि धेरै खालका चुनौतीहरू पनि रहेका छन्। कस्ता खालका चुनौतीहरू यहाँहरूले सामना गर्नुपर्छ जब यहाँहरू आफ्नो जागिरसँगै यस्ता खालका कार्यक्रमहरू बनाउनुपर्छ, त्यसै गरी गर्नुपर्ने हुन्छ? के कस्ता खालका चुनौतीहरू आए आजका दिनसम्म? यहाँ चाहिँ अब एकदमै ठुलो चुनौती होइन, त्यसलाई मैले एकदमै ठुलो चुनौती मान्छु। जस्तो हामी एउटा काम गरेर एउटा समय हुन्छ नि, त्यो समय म्यानेज गर्न एकदमै ठुलो चुनौती थियो है। अब हामी चाहिँ कहिलेकाहीँ 12 घन्टा पनि ड्युटी गर्नुपर्छ होइन। 12 घन्टा ड्युटी गरेर त्यो कार्यक्रमको तयारीको लागि होइन फिल्डमा गएर अब पब्लिकहरूसँग बेच्न पऱ्यो होइन, उहाँहरूलाई त्यो कार्यक्रमको बारेमा बुझाउन पऱ्यो, हामी कसरी कार्यक्रम गर्दैछौँ, के को लागि कार्यक्रम गर्दैछौँ होइन। त्यो बुझाउन अब एउटा समयको अभाव है सबभन्दा ठुलो कुरा।
अनि त्यस पछाडिको अर्को ठुलो चुनौती भनेको युए गभर्मेन्टको तर्फबाट यस्ता कार्यक्रमहरू इलिगल मान्ने है, त्यो अर्को चुनौती होइन। अब कहिलेकाहीँ कार्यक्रम गरिरहेको अवस्थामा आएर यहाँको चाहिँ अब बलदिया भन्छ होइन, नेपालमा नगरपालिका भने जस्तो, तिनीहरूले चाहिँ हस्तक्षेप गरिदिने होइन, पर्मिसन त्यस्तो छ अहिलेसम्म, त्यस्तो खुला रूपमा कार्यक्रम गर्न पाइँदैन होइन। अनि खुला रूपमा कार्यक्रम गर्न पाइँदैन, खुला रूपमा टिकट बेच्न पाइँदैन। अब गभर्मेन्टको पर्मिसन ल्यायो भने कार्यक्रम महँगो पर्छ, के अरे टोटल बिकेको टिकटबाट 10% तिनीहरूलाई भ्याट तिर्नुपर्ने होइन। अनि फेरि त्यो पर्मिसन ल्याउनको लागि 2000-2500 राम फेरि यहाँको तिनीहरूलाई तिर्नुपर्ने गर्दा अनि हामी चाहिँ कार्यक्रम गरेर प्रफिट नहुने अथवा हामी लसमा जाने क्या, त्यो अवस्था त्यो अर्को ठुलो चुनौती होइन। अनि अब त्यो त हाम्रो समयको म्यानेज भयो होइन, अब सबै पब्लिकहरूको समयको म्यानेज होइन। हामीले कार्यक्रम त आयोजना गऱ्यौँ, दर्शक त आयोजक त भयौँ, तर दर्शक कसरी आउने, उनीहरूलाई पनि समयको फेरि अभाव छ होइन। त्यो सबै कुराहरू म्यानेज गरेर एउटा कार्यक्रम गर्न, एउटा साङ्गीतिक कार्यक्रमलाई सफल पार्न धेरै ठुलो चुनौतीहरू देख्छु मैले। फेरि अर्को एउटा गजल हामी राख्न चाहन्छौँ हाम्रो दर्शकहरूमा। एउटा गजल यहाँले आफ्नो रचना गर्नुभएको गजल सुनाइदिनुहोस्। एउटा अर्को माया कृतिको गजल छ होइन। म कहिलेकाहीँ मायामा पनि डुबेर गजलहरू लेख्छु होइन। त्यो चाहिँ कस्तो भने एउटा मेरो अब सानैको एउटा वास्तविकता जस्तै पनि भनौँ होइन। त्यो एउटा सहर म चाहिँ सदरमुकाममा पढेँ होइन, त्यहाँ पढ्ने बेलामा अब हुन्छ होइन, त्यो एउटा भावनामा लेखेर पछाडि पनि मलाई त्यो सहर म फर्केर जाँदा त्यो सहरलाई सम्झेर मैले एउटा गजल लेखेँ होइन, बागलुङलाई सम्झेर मैले एउटा गजल लेखेको छु होइन। त्यो अगाडि बढाउन चाहन्छु। हामीले माया प्रीति लगाएको सहरले गिज्याउँछ मलाई, हामीले माया प्रीति लगाएको सहरले गिज्याउँछ मलाई, झुपडीमा भित्र्याउन नसकेको रहरले गिज्याउँछ मलाई, झुपडीमा भित्र्याउन नसकेको रहरले गिज्याउँछ मलाई। चर्किएर घाउ दुखी मन सम्हाल्न नसक्दा कहिलेकाहीँ, चर्किएर घाउ दुखी मन सम्हाल्न नसक्दा कहिलेकाहीँ, तिमीलाई भुल्न पिउने जहरले गिज्याउँछ मलाई, झुपडीमा भित्र्याउन नसकेको रहरले गिज्याउँछ मलाई। मैले यो गजल सुनिरहँदाखेरि अलिकति मेरो मानसपटलमा के कुरा चाहिँ आयो भने, कतै तपाईँ आफै पनि प्रेममा कहिले पर्नु भएको थियो अथवा उहाँसँगको बिछोडको कारणले गर्दाखेरि यो कतैबाट सिर्जना भएको हो, अथवा त्यहाँका प्रेमी प्रेमिकाहरूका लागि स्पेसली यहाँले लेख्नु भएको हो? होइन, त्यो अब म त्यो एउटा भनौँ होइन 16-17 वर्ष लागे पछाडि म उच्च शिक्षा अध्ययनको लागि सदरमुकाम आएँ होइन। त्यति बेला म त्यति धेरै प्रेममा डुबेको त नभनौँ होइन, म कसैलाई चाहन्थेँ अथवा कसैले मलाई चाहन्थ्यो होला होइन। पछाडि पनि म त्यो सहरमा गएपछि कस्तो भने एउटा हुन्छ नि, तिमीले एउटा त्यो सहरमा जाँदा बित्तिकै उसको याद आउने क्या होइन, त्यो उसले गर्दा मलाई। अनि मैले चाहिँ अब त्यहाँका कुराहरू होइन, काल्पनिकताहरू सँगै केही वास्तविकताहरू पनि मिसाएर लेख्ने प्रयास गरेँ। विशेष गरी साहित्य क्षेत्रमा जो लेख्नुहुन्छ उहाँहरूले लेख्दाखेरि माया प्रेमलाई नै बढी प्राथमिकता दिने गर्नुहुन्छ। यो सम्भवतः के कारणले बढी माया प्रेमलाई, जस्तो गीत सङ्गीतमा पनि माया प्रेमकै कुराहरू बढी आउने गर्दछन्, किन हुन्छ त्यसो? यो विशेष यो सबै मलाई कस्तो लाग्छ भने यो सबै अध्ययन गर्नेहरू हुनुहुन्छ नि, त्यो एउटा टिनेजको एउटा युवाहरू हुनुहुन्छ होइन। उहाँहरूलाई कस्तो भने उहाँहरूले अब त्यो माया प्रीतिको चाहिँ अलिक बढी मन पराइदिने होइन। अब हामी जस्तो साहित्य लेख्ने मान्छेका पाठकहरू कस्ता हुन्छ होइन, त्यो बुझेर लेख्नु पऱ्यो नि त होइन। जस्तो मैले गीत लेखिरहेको छु, मेरा दर्शक श्रोताहरू कुन लेभलकाहरूले बढी सुन्छन् त होइन। अब बच्चा बच्चीहरूले पनि थोरै सुन्ने होइन, अलि वृद्ध वृद्धहरूले पनि थोरै सुन्ने, त्यो समेट्न पर्ने कसलाई त, अब त्यो जसलाई समेट्न पर्ने हुन्छ त्यो लेभलका एउटा युवाहरूले अथवा त्यो लेभलका दर्शक पाठक अथवा श्रोताहरूले जुन खालको एउटा चाहनुहुन्छ होइन, उहाँहरूको चाह बुझेर एउटा चाहिँ लेखकले अथवा एउटा चाहिँ रचनाकारले त्यसरी सिर्जना गर्छन् जस्तो मलाई लाग्छ होइन। मेरो भन्नुपर्दा पनि म त्यसरी नै हो। अब मेरो दर्शक पाठकहरू कस्तो हुनुहुन्छ, श्रोताहरू कस्तो हुनुहुन्छ, त्यो बुझेर होइन, त्यो गीतहरू सुन्ने, उहाँहरूको चाहिँ भावना बुझेर लेख्ने प्रयास गर्छौँ। र हामी कार्यक्रमको एकदमै अन्ततिर आएका छौँ। यो कुरा गरिरहँदाखेरि हामी कार्यक्रमको अन्ततिर छौँ र अन्तमा हाम्रो देशको कला संस्कृति, त्यसै गरी विदेशमा रहेका कलाकारहरू र जो गायककारहरू हुनुहुन्छ, जो सङ्गीतकारहरू हुन्छ, जो साहित्यप्रेमी हुनुहुन्छ, उहाँहरूको संरक्षण र प्रवर्धन गर्नका लागि नेपाल गभर्मेन्टले स्पेसली के गरिदिनुपर्छ नेपाल सरकारबाट र
त्यससँग सम्बन्धित निकायले के गरिनुपर्छ जस्तो लाग्छ यहाँलाई? हाम्रो एउटा जुन कलाकारहरूको जीवनशैली छ, हामी कलाकार जस्तो एउटा इमेज बनायो, राम्रो कलाकारले एउटा इमेज बनायो, तर उसले त्यही माहौलमा हिँड्न होइन, उसँग आर्थिक अभाव हुन्छ। अब एउटा राम्रो इमेज बनिसकेछ, पब्लिकमा हिँड्दा धेरैले चिन्नुहुन्छ होइन। अब ऊ चाहिँ एउटा आर्थिक समस्या चाहिँ गहन छ होइन, नेपाली कला साहित्य संस्कृतिमा लाग्ने नेपालीहरूको। त्यसमा गभर्मेन्ट सेक्टरबाट अहिलेसम्म केही पनि भएको छैन होइन। कला साहित्य र संरक्षणलाई सम्बोधन गर्ने हिसाबले चाहिँ केही भएको छैन। जस्तो एउटा गायकले गीत निकाल्छ, अब टेलिभिजनहरूले लगेर फ्रीमा बजाउँछन्, एफएमहरूले लगेर फ्रीमा बजाउँछन्, अनि युट्युबमा जसले पायो उसैले अपलोड गरिदिन्छ। अनि कलाकारहरूले त गीत खर्च गरेर गीत निकाले, त्यो लगानी उठाउनै सकिँदैन। गीत राम्रो चलो, उसको राम्रो इमेज बनाऊ, पब्लिकमा हिँड्दा चाहिँ आफू अलिकति सेलिब्रेटी पोस्टमा हिँड्नको लागि उसँग आफैले गरेर गीतले उसलाई माथि पुऱ्याइसक्यो, एउटा इमेजको हिसाबले माथि पुऱ्यायो, तर आर्थिक रूपमा ऊ तलै छ होइन। त्यो हिसाबले चाहिँ नेपाली कलाकारहरू होइन लाई अब एक त त्यो एफएमहरूले रोयल्टी दिने होइन, जस्तो अब अनि मिडियाहरूले रोयल्टी दिने, टिभीहरूले रोयल्टी दिने, र युट्युबमा जो पाए उसैले अपलोड गर्न नपाउने र सम्बन्धित कम्पनीहरूले अपलोड गर्न पाउने हिसाबले त्यसरी चाहिँ गरियो भने एउटा कलाकार राम्रो आफ्नो आर्थिक हैसियत बनाउन सक्छ होइन। अहिले अब कलाकारहरूको सबभन्दा ठुलो समस्या भनेको आर्थिक समस्या देख्छु मैले होइन। नेपाली कलाकारहरू अलि माथि उठ्न नसकेको र नेपाली प्रतिभाहरू माथि उठ्न नसकेको भनेको एउटा आर्थिक समस्या हो। त्यसलाई गभर्मेन्टले एकदम राम्रो सम्बोधन गर्ने खालले एउटा नीति नियम बनाउनुपर्छ भन्ने मलाई लाग्छ। यहाँको एकदमै महत्त्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद। मलाई समय दिनुभयो। न्युज 24 लगायत टिभी हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई नमस्ते। दर्शकबिन, हामीले यस कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएका अध्यक्ष मोहराज शर्मा मोहन सोनमको कुराकानी यहाँ समक्ष राख्यौँ। उहाँसँग विशेषतः हामीले युएमा रहेका, प्रदेशमा रहेका नेपाली कलाकार, त्यसै गरी साहित्यकार, त्यसै गरी गायकहरूको अहिलेको अवस्था र अबका दिनहरूमा के कस्ता खालका कार्यक्रमहरू उहाँहरूले गर्नुहुन्छ र के कस्ता खालका चुनौतीहरू रहेका छन्, यसै विषयमा केन्द्रित रहेर हामीले आजको यो कुराकानी गऱ्यौँ। आजलाई यति नै दर्शकबिन, हस्त नमस्कार। यस कार्यक्रमका प्रायोजक एभरेस्ट इन्टरनेसनल कन्सल्टेन्सी एन्ड एचआर सोल्युसन अजमान, एकान एथी रेस्टुरेन्ट बरदुबाई, नेपाली रेस्टुरेन्ट बरदुबाई, नमस्ते नेपाल रेस्टुरेन्ट अल्यान्ड, अन्नपूर्ण ट्राभल एन्ड टुर अल्यान्ड, ग्रिनलाइन ट्राभल्स एन्ड टुर्स आबुधाबी। बिजनेस न्यूजको अन्त्यमा यस समयसम्मका बिजनेस हेडलाइन्स पुनः एकपटक। पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या चाँडै समाधान हुने आपूर्ति मन्त्री गणेशमान पुनको दावी। आयल निगममा बोनस वितरणको हल्ला गलत। भारतको विशाखापट्टनम बन्दरगाह र बङ्गला बन्ध मार्ग कार्यान्वयनमा निजी क्षेत्रको जोड। दुवै बन्दरगाहको प्रयोग गरी व्यापार क्षमता बढाउन निजी क्षेत्रको सुझाव। काठमाडौँलाई प्लास्टिक झोलामुक्त जिल्ला बनाउने सरकारको अभियान प्रभावविहीन। काठमाडौँमा प्लास्टिक झोला निर्वाध रूपमा प्रयोग हुँदै। फलफूल तथा तरकारीमा विषादी प्रयोग गर्ने प्रवृत्ति बढेको प्रति बाली संरक्षण निर्देशनालयको ध्यानाकर्षण। काठमाडौँमा बेचने फलफूल तथा तरकारीमा अनुगमन सुरु। र खडेरीका कारण कर्णालीका जिल्लाहरूमा यो वर्ष 30% मात्र खाद्यान्न उत्पादन। भोकमरी टर्न 1.5 लाख क्विन्टल खाद्यान्न उपलब्ध गराउन माग। बिजनेस न्यूज अहिलेलाई यति नै। थप न्यूजका लागि हाम्रो वेबसाइट www.news24nepal.tv हेर्नुहोला। साथै हामीलाई फेसबुक, ट्विटर र युट्युबमा पनि फलो गर्न सक्नुहुन्छ। अहिलेलाई बिदा दिनुहोस्। हामी निरन्तर न्यूजमा छौं। नमस्ते।